पनि आउने बेला भयो एकदम नत्र त हाम्रो पालै यो त पानी हैन दाजु भुइँमा नफाल्नु न तपाईले भुइँमा फाले केही हुँदैन पानी सम्झेर त्यो तिमीहरूको पालो लुलु हाम्रो यस्तो गर्नु होइन पहिले उता टिका लगाइदिनु उता लाउनु पर्यो नि पहिला गर्नु न भाउजू पैसा नतिदिए त खान पाइएन नि त भाउजू हामी त ल्याएर आएको छैन त हामीले पो आउने भनेर बोलाएर बोल्छ नि खाली त हुँदैन हुन्छ हुन्छ भाउजू हुन्छ अहिले दिँदा खोइ पहिला यहाँ क्रमशः काम चाहिँ सिक्यौँ न हामी त टिका लाउन आउनुले हामीलाई पो बोलेको छ खाली भयो त्यो साटेर गर्नु मुगा बिग्रिने भने हात पुस्ने त त्यहाँ राख्दै छ नि तेरो पाला रकी त ल्याउन गिलास चाहिँ खाए पनि पर्छ सबैलाई आफन्तले कहिले सम्झिरहेको सधैँभरि मेरो त्यो आमाहरू बुहारी गोपाललाई बोलाऊ है छैन नि तिमीहरू अगाडि बढ्दै गर है भाउजू यहाँ सिङ्गै हुनुहुन्छ अनि मैले पालकै आउँछ पनि सबभन्दा काँचो हुनुको फाइदा यही हो माया पाइरहेको अरू भन्दा नि छोरीले चाहिँ माया पाइरहोस् भाउजू हजुर छोरीले चाहिँ माया पाइरहोस् त्यही भनेको भने त भाउजू थाहा थियो कि अब अब यस पछाडि अब सायद मेरै पालो होला हो र सायद यसलाई मेरै पालो होला ल यहाँ भिडियो गरिदिन्छु भिडियो पनि मेरो फोन मेरो पालो टिका लगाइदिन्छु ल के केही सकिएछ तेल त बिर्सिन्छ है तेल कार्यक्रम सकेको छैन हौ भर्खर टिकटाला सुरु हुँदैछ भर्खर सुरु हुँदैछ भन्नुभयो भाउजू है पहिला ठिकै छ हाम्रो चाहिँ सबभन्दा ठुलो मान्छे हुन्छ त्यस पछाडिको भाइ बहिनी होइन त है समय पहिला टिका लगाइदिनु त्यो मासु मिसेको त होइन मासु मिसेको मलाई पर्दैन नमिसेको छैन भाउजू छ होला सबै हालेको छैन मनमा नै दिनु हो है हामीलाई सबै कुरा होस् बाँकी कुरा छँदैछ स्वास्थ्य रहनु होला कहिले सम्झिनु भाउजू तुना ल्याउनु भएको थियो त कता हो तुना म हातैमा दिनु मेरो हात मासु लाग्छ तिमी मासु नखाने आफूले लिएको छैन नि यहाँ फोटोको ऊ राखेर छ त म त भिडियो रहेछ भने त हातमा छोडिदिइरहेको छु त भनेको मैले भिडियो गर्दै छोडिदिनु फोटो खिच भने बाँकी छैन गोपाल छ यो छ जेठो गोपाल हो गोपाल बतिजो नि गोपाल त यसको पालोदेखि बतिजो पालो झुन्डाएर राख्नै पर्दैन तिमी त खान्छौ नि खान्छ रक्सी कहाँ खान्छ हौ अब रक्सी फेरि यहाँ सबैको खान्छ देवले थाहा पाएन खान्छौ रक्सी हातमा हातमा त रक्सी यहाँ थाप यहाँ ए बायाँ हातमा यो रक्सी खाने चाहिँ त्यसो आयो मेरो पालो आयो
यहाँ निस्किनु चाहिँ कसो गर्ने अब कति हाल्ने दाजु खाइहाल्ने त्यो खाइहाल्छ अब एकचोटि हालिदिन्छु अलिकति आज त टन्न पैसा दिएर अगाउकी खाने हो नि त अब एकचोटि त्यो सबै सिधै दोहोऱ्याल्नु कुखुरा धपाए जस्तै गर्नु अनि भरि भरि किन हाल्नु अनि यहाँ फाल्नु त नि यहाँ नि सबै खानु मन लागिरहेको दोहोऱ्याल्नु अनि तिनचोटि भने होइन अनि तिनचोटि कस्तो हुन्छ यहाँ भिजेर यस्तो भयो हुँदैन नि भन्नु भनेको ऊ त्यहाँ बाहिर पानी छ यता यता ऊ ढोका खोलेर हेर त त्यो मुखमा लगायो नि त समयपछि सबै हालिहाल्नु न नि के भन्नुहुन्छ यत्रो सबै हाल्ने एकैचोटि अब को बाँकी हो गोपाल रक्सी चुरुक्क हाल्दा चुरुक्क खानुपर्छ अनि यसो गर्नुपर्छ रक्सी चुरुक्क पार्यो त्यो यसो गर्नु रक्सीले ठेल्ने अरे के यसो गर्नु हो नि त अघि नै भाउजू खाँदै गर्नु अब बेहुला दिने बेला हुन आँटे ज्वाइँ यो खाले खानु नि त यो त तैँलाई हुँदो रहेछ त यहाँ बेहुला दिँदा गिलासमै दिउँ भाउजूको ढोका छोड्नु त त्यो गिलास होइन यो अँ छ त्यही मासु त्यहीबाट अर्को ल्याउनु यो चाहिँ हामीले त उताबाट त्यो भएन होइन नदिउँ कालोमा कालो खिचिराख्नै पर्दैन दाजु यसबाट गरिरहेको छु कालोमा कालो छ फोटो खिच्न जानेन के गर्नु बाँकी त गोजी त तिम्रै थाम्नु पर्यो होला त उसले दिँदैन होला यसबाटै म गरिदिन्छु यसबाटै म भिडियो फोटो छोडिदिन्छु भोलिपछि हुँदैन यसबाट आफै गरिदिन्छु यो भिडियो हुँदैछ नि यो भिडियोकै म फोटो बनाइदिन्छु आफै हुन्छ तर त्यही भएर यस्तो कुरा सिक्नुपर्छ क्या यसबाट आउनुपर्छ खैन छोडा न छोडा गर्नु आयो आयो अब आयो सबैभन्दा लाग्दा गएको त्यही र त यहाँ भएको त्यही ल अब बाबु ल जीवन दाई भाउजूले टिका लगाइदिइसक्यो छैन समय बजी कहिले खाने अहिले पहिला टिका लगाउँदा बोलाउनु जाला भनेर तिनचोटि हाल्नु बोलाएको यहाँ तिनचोटि हाल्नु मम्मीहरू कहाँ जानु भयो फिल्मराज लु अब तिमीलाई पहिला टिका लगाइदिनु दसमा फर्क बस एक भइगयो त अब तिमीहरू टिका लगायो ओइ तिनचोटिलाई गर अनि यति तिनखेप खाँदा त म त सक्यो लु गोपाल बुवालाई बोला एकैचोटि ढिलो नि एउटा 3 खेप भन्नुभएकोलाई तिन खेपै हालेको मैले आऊ न चिरिप 3 खेप तँ लाउँदै गर्न अनि बुहारी आइहाल्थ्यो दाइले माया गरे क्या मलाई टिका लगाइदिनु टिका थोरै छ विधि गर न यसो हात पुऱ्याइदियो निधारमा आशीर्वाद दिनु अर्को बनाउनु पर्छ नि त्यसले पुग्दैन त भरे तल चाहिन्छ नि होइन तललाई तलै गर्ने अरे नि त अर्को बनाउने अरे क्या ए यो भनेको चाहिँ हाम्रो दाजुभाइहरू नि यो त त हाम्रो दाजुभाइको मात्रै हेरेको रहेछ त्यही भएर अहिले यहाँ पछि गरेको खासमा गोपाल बाबु इङ्ल्यान्डमा भेटे धेरै वर्ष भएछौ मेरो डबल भइहालेछौ धन्यवाद छ म इटरी छु म कहीँ गएकै थिएन 17 वर्ष त खोइ भयो यहाँ जहिले लगाएको 17 वर्ष त भयो जेठो भएको मान्छे त त्यहाँनिर मैले जहिले कहाँ देखेको थिएँ त अघि देखाइदिएको मान्छे अन्त अहिले भन्दा ल बाबु तिम्रो त भाउजू होइन दाई होइन भाइ दाइ हो नि त्यसै उता भाउजूले दिउँ अब अलिकति ढिलो भइहाल्यो आफ्नो पालो यहाँ हुने त त्यो पालोमा लाउँ न त्यही त त्यही भनेर हाम्रो भाउजूलाई ल हाम्रो ठुली बुहारी पहिला हुन्छ पहिला लमिला चुरमा परेछ ज्वाइँलाई त्यति नै त्यो थोरै लाउनु नि यसो यता विधि गर्दा बस भइगयो टिकाले सकिसक्यो ए के परि ए साँच्चै भात लगाउँछ भने ऊ गिलास तापेर खायो कस्तो ग्लास नखाने कि गर्मी बोकै पहिले खाने कि जाने यो खा पहिलाबाट यस्तो गर होइन ठिक हेर आज भयो त
मेरो फोन कराएछ बिजी भएर चार्ज सकिँदा त त्यसलाई अब चार्ज सकेपछि के खान्छ थ्याङ्क यू अब जीवन बाबु आउला जीवन ऊ त सबै खान पर्ने समय बजी ए आज मासु नखाने लक्ष्मी खाऊ त मासु नखाने ल मेरो पाल होइन अब ओरिजिनल पाल होइन ए यहाँ कर्म चलिरहेको छ चाहिँ कर्म चलिरहेको छ यहाँ टिका टालो हुँदैछ हजुर खोइ कति बेला हुन्छ हौ यहाँ बिक्री सकिएकै छैन खोइ भनेको चाहिँ हो हेरौँ अब छिटो भयो भने जाने नभए हेरौँ त्यो लाने सामान चाहिँ पुर्याइदिइ राख्दा हुन्छ नि कति बजे भने छैन सिधा आउँछ नि सिधा चकचक नगरी हजुर कता पो छ हौ म यहाँ माथिबाट छु ल ल म भन्दिउँला ल ल ल अलिक ठुलो बनाएको नि ठुलो बनाएको अब तेरो काम सकिन्छ नि यता खै जीवन ग्लासमा खान्छ कि हातमा ग्लासमै खान्छु ग्लासमा खान्छ ग्लासबाट एकछिनमा सादा हुन्छ होइन अब तिमी तिनचोटि खान्छ पहिला त खान्छ कहिले खान्थेन मैले 5 वर्षदेखि खाएको हो त्यो त पूजाले खायो हामीले मात्रै टाइम अनुसार चल्नु परेन त नाडकसित नि हामीले भन्नु पूजा यतासम्म बुहारीमा अब त अब छोराको पालो भयो त एकछिन खाऊ न बाँकी छ नि छोरा छ नि हाम्रो रक्सी खानुपर्छ अलिकति खाऊ न एउटा सेफ्टीमा सिधा उठेर फोटो राम्रो भिडियो राम्रो खिच्यो त्यहाँ त्यो अहिले त खेलाची हो र खेलाची होइन अलिक अगाडि राम्रो यहाँ सबै क्याप निस्किँदै चुप्पा खाऊ रक्सी पहिले खाँदिनँ अलिकति बर्सात हो बर्सात पत्ता अब नखाँदा अब नखाँदा अब चाहिँ नखाँदा मिठो लागेन होइन अब नखाने किनेको लाग्यो नदिने रक्सी नदिने यो थाहा भयो यो थाहा तीनचोटि एकै छैन यो चाहिँ तीनचोटि थाहा थाक्यो भने तीनचोटि एकै छैन एकचोटि दुईचोटि तिनचोटि भयो अब सक्यो अब कहाँ सक्यो यो दुईटा पो त अनि सीतापुरी टिका लगाइदिनु पनि त्यो ठुलो छोरा टिका सकिएछ कि भाउजू तिमीले दिदी मात्रै गरेछ बिदी यसो गर्नु कि त्यसमा हात हो अनि सही जस्तो भन्नु यो त्यही सबै तेल डुलाएर भइगयो बस पार्टी अब दाम भइजान्छ यसो झ्वाका जस्तो साथी जस्तै मात्रै गर्नु बस 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 ल हाम्रो नयाँ भाउजू अहिले 21 वर्ष हुन्छ पैसा पर्दैन हजुर एउटा बाबु अर्को नानी हो अब नानी नानी आउँछ भन्दैन अब प्लान आयो आऊ 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 के हुन्छ त्यहाँ टाउको ठोकिन्छ होला हौ सानो टाउको ठोकिएला नि यता त्यही माथि टाउको आउँछ के लाग्छ यो ज्वाइँलाई दिने समाप्ति ज्वाइँलाई दिने यता आइज सक्यो तपाईँ टिको लगाएर बढिहाल्छ अब सक्नु